हाम्रो यात्रा बेनीबाट अगाडि लागेपछि कालीगण्डी खोलाको तिरैतिर अगाडि लाग्यौँ। रमाइलो गर्दै अगाडि बढ्यौँ गाडीमा। हेर्नुहोला पावरहाउस छ, यस्तो राम्रो दामी दामी सिनहरू हामी हेर्दै अगाडि बढ्यौँ। यात्राको बिचमा यस्तो झरनाहरू, पपुलर झरनाहरू, यस्तो यस्तो झरनाहरू हामी हेर्दै अगाडि बढ्यौँ। हाम्रो नेपालको शान यस्तो जङ्गलहरू, नदी नाला पार गर्दै हामी जोमसोमका नजिक नजिक पुग्यौँ। अब स्याउ कलकल बग्ने खोलाहरू सुस्काइरहेको थियो। त्यस साथसाथै हामी अगाडि बढ्यौँ। बाटोतिर जामहरू थियो, जामहरूलाई बिस्तारै पार गर्दै छिचल्दै हामी अगाडि बढ्यौँ। त्यो दिन हामी जोमसोममा गएर बास बस्यौँ। बिहानै हामी त्यहाँबाट मुक्तिनाथको यात्रामा निस्क्यौँ। बिहानै हुँदा हामीले मुक्तिनाथको दर्शन उज्यालोमै पुग्यौँ। अनि मुक्तिनाथको मेन गेटमा हाम्रो ग्रुप पुगिसकेका थियौँ। बिहानको घाम चुल्को सँगै हामी मुक्तिनाथको प्राङ्गणमा अगाडि सिडीहरू चढ्दै हाम्रो ग्रुप अगाडि बढ्यो। हिमालको काखमा रहेको ठाउँ चिसो, उकालो चढ्न गाह्रो मानी हामी उकालो लाग्दै थियौँ। ठाउँहरू हेर्दै हिमालका चुचुराहरूमा घामको किरणहरू आउँदा मुस्कुराइरहेको हिमालहरू हेर्दै हामी उकालो चढेको पत्तो नै भएन। सिडीहरू धेरै थियो, तर यो जोमसोम मुक्तिनाथको वरिपरि रहेको भ्यूहरू, विभिन्न किसिमका साना ताल, गाउँलेहरूले बनाइरहेको तालहरू हेर्दै हामी बिहानको चिसोसँगै उकालो लाग्दा शरीर तातो हुँदै अगाडि बढ्यौँ। हामी तल सिँढीमा चढेको हामी माथि पुगिसकेका थियौँ। लगभग हामी मुक्तिनाथको आँगनमै, पिँढीमै पुग्यौँ। हामी फेरि त्यहाँबाट मुक्तिनाथको एरियामा हामी छिर्यौँ। रुखहरू, चिसो हावा खाँदै हामी अगाडि बढ्यौँ। अनि हामी नुहाइधुवाइतर्फ लाग्यौँ। सब सुरुमा 108 धारामा चिसो पानीमा नुहाउँदै हामी अगाडि बढ्यौँ। हामी एक गर्दै भिडियो बनाउनको लागि साथीहरू आफ्नो पालो गर्दै अगाडि बढ्यौँ। म पनि यस्तो चिसोमा अगाडि बढेँ। मुक्तिनाथमा गएर पाप पखाल्न पर्छ अरे, मुक्ति पाइन्छ अरे। 108 धारा सबै थापेर पखाल्यौँ। त्यहाँबाट हामी फेरि मुक्तिनाथको आँगनमा रहेको कुण्डमा, दुईवटा कुण्ड छ, त्यहाँ फेरि डुबुल्की मार्नतर्फ लाग्यो। डुबुल्की मार्नलाई आँट पनि आइरहेको थिएन। अरूलाई पनि आँट नआएर पानी मात्रै हातमा थापेर चोखिदिएको थियो भने म चाहिँ पानीमा डुबुल्की मारेर अगाडि बढेँ। अर्को एउटा पोखरीबाट अर्को पोखरीमा हामी दुईचोटि पालै गरेर डुबुल्की मार्नु पर्ने रहेछ। म दोस्रो तालमा पनि डुबुल्की मारेर निस्कियौँ। अब हामी
नुहाइसकेपछि मन्दिरको दर्शनको लागि अगाडि बढ्यौँ। मन्दिरभित्र भिडियो फोटोहरू अलाउड नभएको कारणले हामीले भिडियोहरू बनाएनौँ। त्यसपछि हामी मन्दिरको दर्शन गरेर मुक्तिनाथ माथितिरबाट हिमालको फेरीहरू, हिमालका चुचुराहरू, ठाउँहरू सबै निहाल्नतर्फ लाग्यौँ। जति हेरे पनि हेरिरहँला हामी हिमालहरू नजिकैदेखि। त्यस्तो राम्रो ठाउँ, त्यही बसिराख्न मन लाग्ने, स्वर्ग लाग्ने। स्वर्ग खास भन्ने हो भने मुक्तिनाथ स्वर्गै हो भन्न पनि नजिकै ठाउँ। हेर्नुहोस् त यस्तो राम्रो, जता हेरे पनि हेरिराख्न मन लाग्ने, आँखा झिमिक्क गर्न पनि मन नलाग्ने। हिमालको काखमा जता हेऱ्यो हिमालै हिमाल। दिनको 11 बज्न लागिसकेको थियो। हामी जति हेर्दा पनि नगाउने ठाउँहरू, हिमालले हामीलाई च्याइरहेको यस्तो ठाउँ हेर्नुहोला। मुक्तिनाथ तपाईहरू जानु भएको छैन भने पनि जानै पर्ने ठाउँ, एक न एकचोटि जानै पर्ने ठाउँ। यस्तो राम्रो ठाउँ। हिमालको फेदको यो दृश्यहरू हेर्दाखेरि सपनामा स्वर्ग पुगे जस्तै लाग्यो। हामी फोटोहरू खिच्यौँ, आफ्नो आफ्नो पोजमा भिडियोहरू बनायौँ। ठाउँहरू निहालेर हामी टाढा जानुपर्ने भएको कारणले हामी मुक्तिनाथबाट फेरि मुक्तिनाथ वरिपरि भएको ठाउँहरू, गुम्बाहरू पनि धेरै थिए। हामी यो गुम्बाहरू, लुङदराहरू खोलामा फोटोहरू खिच्यौँ। अनि हामी मुक्तिनाथको नजिकै रहेको स्तूपमा पनि गयौँ। त्यहाँबाट मुक्तिनाथ हेर्दाखेरि यस्तो लाग्छ कुन ठाउँ होला यो जस्तो लाग्ने। यति धेरै त्यस्तो ठाउँमा पनि मान्छेहरू कति हुन्, कति कहाँ। यो बाटोबाट चाहिँ तिलेचोपाल जाने बाटोहरू टाढा टाढाबाट हेर्दाखेरि कति रमाइलो लाग्ने। यस्तै ठाउँहरू हेर्नको लागि हामीले हाम्रो आफ्नो देशमा रहेको ठाउँहरू घुम्नुपर्ने रहेछ। हामी त्यहाँबाट हाम्रो ग्रुप अगाडि बढ्यो मुक्तिनाथलाई छोडेर। अब हामी आफ्नो गन्तव्यतिर लाग्दै भिडियोहरू, फोटोहरू खिच्दै हाम्रो साथीहरू अगाडि बढ्दैछन्। बहिनी, भाइ, हामी अगाडि बढ्दैछौँ। भिडियो खिच्दै, फोटोहरू खिच्दै, ठाउँहरू निहाल्दै, मनमा यसका दृश्यहरू कैद गर्दै अगाडि बढ्यौँ। त्यो ठाउँमा जता गएर हेर्दा पनि कहिले पनि नगउने यस्तो ठाउँहरू थियो। त्यसैले नै भगवानले बास गरेको हुनुपर्छ यो ठाउँमा। एक ठाउँमा बसेर हेरेपछि निहालिराख्न मन लाग्यो। यस्तो ठाउँहरू नेपालमा धेरै छन्। यसमा एउटा मुक्तिनाथ, हामी यहाँ टुरिस्ट बसेको मध्य प्रदेश स्थापनाबाट हिमालहरू कैद गर्दै, हिमालहरूको दृश्यहरू खिच्दै हामी अब जोमसोमको यात्रामा जोमसोमतर्फ हामी तल
चढी तर्खन लाग्यौं। हामी त्यहाँबाट फेरि फर्केर ठाउँमा फोटोहरू खिच्दै यस्तो राम्रो ठाउँहरू निहाल्दै हामी अब कागबेनीको ओह्रालो लाग्यौं। हाम्रो साथीहरू हावामा आफ्नो क्षमताले भ्याएको पिक्चरहरू बनाउँदै रमाइलो गर्दै हामी आफ्नो गन्तव्यतिर अगाडि बढ्दै थियौँ। नआएको कुराहरू आउनेले सिकाउने गर्ने प्र्याक्टिस गर्ने हाँसखेल गर्ने गर्दै हामी त्यहाँबाट कागबेनीको ओह्रालो हुँदै हामी जोमसोमतर्फ लाग्यौँ। जोमसोम आइपुग्दा पनि कहिले पनि अझ आएन ठाउँ हेरेर पहाडी पुग्ने खच्चडहरू जोमसोमको एयरपोर्टहरू सबै हामी निहाल्दै हामी फेरि तल बेनीतर्फ झऱ्यौँ। स्याउको बगानहरू हेर्दै हामी बेनीतर्फ तल झऱ्यौँ। हामी यस्तै भिडियो बनाएर आउनेछौँ। यो भिडियोलाई मन परेमा सब्स्क्राइब